सो हेलो गाइज, आज चाहिँ हामी टाइम पासको लागि इन्टरटेनको लागि है त पासो थाप्न सिक्दैछौँ है त। कसरी पासो थाप्ने भनेर सिक्दैछौँ है त। पासो थाप्दाखेरि चाहिने भनेको नर्मल्ली यो चाहिँ हामी त्यो फनको लागि मात्र है। यस्तै धागो चाहिन्छ एउटा, ठ्याक्कै यही हेर्न सक्नुहुन्छ। 60 mm को यो धागो अनि एउटा कैँची। म तपाईँहरूलाई डिटेल भाइ सबै कुरा सिकाउँछु है त। यो चाहिँ टाइम पासको लागि मात्र है त। फर्स्ट धागो यसरी तान्ने, कति चाहिन्छ आफूलाई अब विचार गरेर है त। यदि भयो पुग्छ भन्ने हिसाबले यसरी ट्याक्क काट्ने। धागो चाहिँ नबिगारिकन काट्नुपर्छ है। यस्तै गोलो आकारमा हुने गरेर ठ्याक्कै यसरी देख्न सक्नुहुन्छ। यस्तै गोलो आकारमा, यसको सेप चाहिँ आरे पारे नबनाइकन गोलो आकारमा राखेर काट्ने है त। यहाँबाट निकाल्ने। फर्स्ट यहाँ हेर्नु है गाइज, एकदम सिम्पल छ। यो चाहिँ एन्टरटेनको लागि मात्र है गाइज। फर्स्ट यसरी बाँधिदिने, सेकेन्ड अनि यही धागोलाई यसरी बाँधिदिने है त। यसरी ठ्याक्क गाँठो पारिदिने है त। अब यसरी सिर्किने बनाइदिनु पर्यो। यसरी सिर्किने बनाइदिने अनि सेम यस्तै यताबाट पनि बनाउने है त। पहिला सुरुमा यसलाई बाँधिदियो, अनि सेकेन्ड यहाँ हेर्नु नर्मल, यसलाई तलबाट यसरी भित्र घुसार्यो, यसरी सिर्क्याउने चाहिँ बनाउने है त। नबिगारिकन ट्याक्क लगाएर यसरी बनाउने है त। भइहाल्यो तपाईँको ठ्याक्क यस्तो बनाउने। यसरी सिर्किन्छ है त, देख्न सक्नुहुन्छ। अब यस्तो गरेपछि यो एउटा यो जस्तो दुलोभित्रबाट अर्को दुलोलाई छिराउने है त। यसरी यो चाहिँ तपाईँको रेडी भयो। यहाँ हेर्न सक्नुहुन्छ। ठ्याक्कै यो भित्रबाट फेरि हेर्नु है त, यस्तो गर्ने। यो एउटा यो दुलोभित्रबाट अर्को यसरी हाल्ने अनि यसलाई सिर्काइदिने। हेर्नु त गोलो भयो। जस्तै अब सिकार चाहिँ यो भित्रबाट घाँटी छिरायो भने ट्याप्प यसरी समाउँछ है त। अनि अब यसलाई चाहिँ कसरी थाप्ने भनेर सोच्दै हुनुहुन्छ भने अब यो गोलो त बनाउनु भयो, यो जान्न त भयो। अब कसरी थाप्ने भन्दाखेरि चाहिँ एकदम सिम्पल छ। यो जुन तलको यो माथिको एउटा सिर्किने छ नि, यसलाई चाहिँ यसरी अब यो दाउराहरू जेमा हुन्छ यसरी ट्याक्क राख्ने। यसरी है त गाइजहरू, ठ्याक्क यसरी टाइट गरिदिने। तपाईँको यो भयो ठ्याक्क यसरी। ल हेर्नु, यस्तै बनाउँदै एउटा दुईवटा तिनवटा ठ्याक्क राखिदिनु भयो भने चाहिँ खास गरेर गेमिङ बर्ड्सहरू चाहिँ पर्छ है त। जस्तै तित्रा, कुखुरा इत्यादि है। यो चाहिँ तपाईँको कस्तो ठाउँमा थाप्ने भन्दाखेरि चाहिँ बारीको यो सुर्खाहरूमा, जहाँ चाहिँ यो कोदो, गहुँ अनि यो मकै खान आउँदाखेरि चाहिँ पर्छ है। जङ्गलमा गएर थाप्नु भनेर चाहिँ म भन्दिनँ, किनभने वाइल्ड लाइफलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ है गाइजहरू। तर यो जुन दुःख दिने खाले, जस्तै अब मकैहरू रोप्दाखेरि मकै आएर खाइदिने,
अनि अन्य अब हाम्रो यो घरको अब अन्नहरू खाइदिने, गहुँ खाइदिने, मकै खाइदिने अनि अरू त्यस्तो खान्छन् भने चाहिँ त्यस्तोहरूलाई त्यो पेस्ट कन्ट्रोलको हिसाबले चाहिँ थाप्न सक्नुहुन्छ यता। एकदम इजी छ यसरी हेर्नुहुन्छ, एकदम इजी। अथवा यसलाई निकालेर अर्को इफेक्टिभ मेथड भनेको चाहिँ यसलाई निकालिदिने यहाँबाट। अनि यो जुत्ताको यो जुन के भन्छ अब यो टुना हो कि के हो अब योमा चाहिँ तपाईँले यसरी लक गरेर पनि सक्नुहुन्छ यता। यसरी ट्याक्क लक लगाउने, यो डेमो मात्र हो। यसरी लक लगाउन सक्नुहुन्छ यता गाईहरू, यसरी थापिदिन नै सक्नुहुन्छ। यसरी यसमा चाहिँ एकदम पर्फेक्ट बस्छ है। यसमा चाहिँ 100% यो चाहिँ इफेक्टिभ पनि हुन्छ, पर्न नि पर्छ। यो चाहिँ त्यो आकार गोलो पनि हुन्छ है। त्यो यसरी यसरी थाप्न नि सक्नुहुन्छ। यसरी यस्तै पासोहरू 2टा 3टा ठ्याक्क यसरी 1 2 3 गरेर ट्याक्क मिलाएर राख्नुभयो भने चाहिँ आउने बाटोमा यसरी। अनि कतिको उचाइ हुनुपर्छ भन्नुहुन्छ भने चाहिँ भुइँदेखि तपाईँको 4 हात माथि चाहिँ हुनुपर्छ यता 4 औँला माथि। 4 औँला माथि जस्ट आधा फुट 1 फुटको बिचमा यत्तिको हाइटमा राख्नुभयो भने चाहिँ मेन खास गरेर तित्रा अनि यो कुखुराहरू चाहिँ पर्छ यता गाईहरू। अरू अब केही जिज्ञासा छ भने भनौँ।